यहाँहरू सम्पूर्णमा नमस्कार। आज जापानको धान खेतमा देखिएको यो दृश्य साँच्चै नै गजब लाग्यो। पानीले भरिएको खेतमा बोट जस्तै देखिने मेसिन चलाएर मल हाल्ने काम भइरहेको छ। टेक्नोलोजीको प्रयोगले पहिले धेरै मेहनत र समय लाग्ने काम अहिले निकै सजिलो बनाइदिएको रहेछ। खेतभरि पानीमाथि स्मुथली चलेको यो मेसिन हेर्दा खेती पनि कति मोडर्न भइसकेको रहेछ भन्ने महसुस भयो। नेपालमा पनि यस्तै प्रविधि भित्रियो भने किसानहरूलाई काम गर्न धेरै सजिलो हुन्थ्यो होला। अनि कामदार पनि कम भए हुन्थ्यो। खेती अझ छिटो र प्रभावकारी बन्थ्यो। भविष्यमा हाम्रो नेपालमा पनि यस्ता मोडर्न कृषि प्रविधि देख्न पाइयोस् भन्ने आशा गरौँ। हेर्नुहोस् त कति सजिलो भयो त यो बोटले। रिमोट कन्ट्रोलबाट यतै बाहिर बसेर पानीमा पनि जानु नपर्ने, धेरै सजिलो। यो खास गरी मल हाल्नको लागि प्रयोग गरेको रहेछ। भिडियो कस्तो लाग्यो प्रतिक्रिया लेख्न नभुल्नुहोला। नमस्कार।